दाजुहरूको माइक भयो भने छिटो आइदिनुहोस् न। आउनु हो। अहो बुढी, बल्ल छोराको पनि मणिपालमा एडमिसन गराइयो। अब चाहिँ मेरो पनि छोरालाई डाक्टर बनाउने सपना पुरा हुने भयो। त्यही त हो। ए छोरा आइपुग्यो? अन्त खै ड्रेस चाहिँ तिम्रो? आमा, म मणिपाल नपढ्ने, म नाम्ची कलेज नै पढ्ने। के अरे नाम्ची कलेज पढ्छस् र त? अहिले के खोज्नु पर्ने नाम्ची कलेज चाहिँ? तँलाई यत्रो खर्च गरेर मणिपालमा एडमिसन गराएको, तेरो साथीभाइले 2 महिना बादमा हेर्दा इको प्याराडाइजमा फ्रेसर्स पार्टी खाँदा चाहिँ राल चौँछस् केटा तैँले राल। बाबा बरु त म फोन हेर्दिनँ, तर म नाम्ची कलेज नै पढ्ने। अहिले के गर्छस् नाम्ची कलेज पढेर? तँलाई यत्रो प्राइभेट मणिपालमा एडमिसन गराएको, गभर्मेन्ट कलेज पढेर के गर्छस् भनेको? खुरुक्क मणिपाल जा। तेरो साथीभाइले मेरो साथीभाइले थुक्दैन मलाई। मलाई मेरो साथीभाइले थोक्यो भने, तर म नाम्ची कलेज नै पढ्ने। होइन कस्तो रहेछ यो भनेको? फेरि 1-2 दिनमा पानी नपाएर प्याकी पऱ्यो तल रङ्गित खोलातिर लुगा नुहाउनु धुनु कुद्दाखेरि मात्रै याद पाउँछस् तेरो नाम्ची कलेज। बाबा त्यसै त म 3 महिना नुहाउँदिनँ, तपाईँलाई थाहै छ 3 महिना नुहाउँदिनँ। त्यो पानीको म म्यानेज गरिहाल्छु, तर म नाम्ची कलेज नै पढ्ने। होइन के खालके रहेछ यो? तँ एकखेप भनेको बुझ्दैन रहेछ है। नाम्ची कति टाढो छ हाम्रो घरदेखि? जानु आउनु खर्च कति लाग्छ? कुरा बुझ केटा। बाबा बरु त म घरै आउँदिनँ, तर म नाम्ची कलेज नै पढ्ने। त्यसो नभन न, भैले कलेजै पढ्दैन भने हाम्रै बदनामी हुन्छ लास्टमा। अब के भन्नु हुँदैन अहिलेका साथ जातिहरूलाई? अलिकति बाउले के भन्यो भने कलेजै नपढी बेकारी भएर बस्छ। बाबा बाबा मलाई दुनियाँले के भन्छ त्योसित मलाई मतलब छैन, तर तपाईँले के भन्नुहुन्छ त्योसित मतलब छ। हो म डाक्टर भएर भरे हजारौँ करोडौँ कमाउँला, तर म खुसी कमाउन सक्दिनँ बाबा। त्यो खुसी चाहिँ म अनन्त थिएटर जोइन गरेर नै कमाउन सक्छु बाबा। हो भरे मलाई दुनियाँले थुक्ला, तर म अनन्त थिएटर नाम्ची कलेज नै जोइन गर्ने बाबा। प्लिज बाबा, मलाई यस्तो लाग्छ कि 5 साल बाद जब म आशिकी 5 को हिरो हुन्छु, तपाईँलाई वर्ल्ड टुर गर्ने इरादा छ बाबा। तर म नाम्ची कलेज नै पढ्ने अनि अनन्त थिएटर जोइन गर्ने बाबा। प्लिज बाबा, प्लिज बाबा। छोरा, यो मणिपालबाट रिफन्ड भएको पैसाले तेरो नाम्ची कलेजको ड्रेसहरू सिलाउनु, एडमिसन गर्नु, हस्टेल फीहरू पुग्छ? पुग्छ। ल हिँड्छौँ छोरा, तेरो म नाम्चीमै एडमिसन गराइन्छ। जे पनि होस् जसो पनि होस्, मेरोमा ट्यालेन्ट छ, म नाम्ची नै पढ्छु। अति नै वन्डरफुल। यो के भनेर आयो? यसलाई एडभर्टिजमेन्ट भन्नु है, म्याड एड फन भन्छौँ हामी यसलाई। यो पनि एउटा थिएटरको एउटा जनरा हो, यसमा हामी पनि काम गर्छौँ। हजुरलाई कस्तो लाग्यो? 3 इडियट मुभी हेरे जस्तो लागेन? हिन्दी चाहिँ बोलेन है, नेपाली नै बोल्यो। थ्याङ्क यू सो मच।